धेरैजसो बिजनेसम्यानहरूले गर्ने एउटा कमन प्रब्लम भनेको उनीहरूले पहिला प्रडक्ट बनाउँछन् अनि कस्टमर खोज्न जान्छन्। तर सक्सेसफुल एन्टरप्रेन्योरहरूले पहिला बिजनेस कसरी गर्ने बुझ्छन् अनि बल्ल प्रडक्ट बनाउन थाल्छन्। आज म तपाईलाई गेम चेन्जिङ फ्रेमवर्क सिकाउन जाँदैछु। त्यो हो लिन स्टार्टअप फ्रेमवर्क। के हो त यो लिन स्टार्टअप फ्रेमवर्क भनेको? यो लिन स्टार्टअप फ्रेमवर्क अन्तर्गत पहिला तपाईको बिजनेस आइडियालाई स्मल स्केलमा टेस्ट गरिन्छ। अब जानौँ किन यो लिन स्टार्टअप फ्रेमवर्क चाहिँ जरुरी छ त? किनभने धेरै बिजनेसहरू फेल हुनुको मेन प्रब्लम भनेको खराब प्रडक्ट भएर होइन, त्यो प्रडक्टको मार्केट फिट नहुनु चाहिँ एक्चुअल प्रब्लम हो। लिन स्टार्टअपले यो प्रडक्ट किन कसको लागि भनेर पहिले नै पत्ता लगाउन हेल्प गर्छ। कहिले लिन स्टार्टअप फ्रेमवर्क युज गर्ने? लिन स्टार्टअप फ्रेमवर्क तपाईँले बिजनेस लन्च गर्नु अगाडि नै गर्ने एउटा प्रोसेस हो। तपाईँले यसलाई जति छिटो टेस्ट गर्नुहुन्छ त्यति चाँडै रिजल्ट आउँछ। कसले युज गर्ने त? तपाईँ मार्केटमा नयाँ हुनुहुन्छ, बिजनेसको एक्सपिरियन्स छैन भने तपाईँले बिजनेस स्टार्ट गर्नु अगाडि यो फ्रेमवर्क युज गर्नैपर्छ। लिन स्टार्टअप फ्रेमवर्कले तपाईँको आइडियालाई भ्यालिडेट गर्न हेल्प गर्छ। कसरी लिन स्टार्टअप फ्रेमवर्कलाई इम्प्लिमेन्ट गर्ने त? सबैभन्दा पहिला तपाईँको बिजनेसको एमभिपी बनाइन्छ। त्यस पछाडि तपाईँको प्रडक्टहरू कस्टमरलाई दिइन्छ अनि कस्टमरको फिडब्याकहरू लिइन्छ। तपाईँले सेटिस्फाई रिजल्ट नपाउने बेलासम्म यो स्टेप बारम्बार दोहोऱ्याउनु, फिडब्याक लिने अनि प्रडक्ट इम्प्रुभ गर्ने। आज तपाईँले आफ्नो बिजनेसको आइडिया कमेन्टमा लेख्नुहोस्। तपाईँको बिजनेसको आइडियालाई रिसर्च गरेर म एउटा भिडियो बनाउनेछु, त्यो तपाईँको बिजनेसको फ्युचर पनि हुन्छ।